नमस्कार साथीहरु, स्वागत छ तपाईलाई नेपाली टु क्यानाडाको यो युट्युब च्यानलमा। आज हामी कुरा गर्नेछौं तपाईहरुको कमेन्ट्सको आधारमा। आजको त्यो तपाईहरुले गएको भिडियोको सबैभन्दा बेस्ट कमेन्ट्स के थियो त भने क्यानाडा इम्प्लोयर पीआर सपोर्ट सिस्टम 2026 नेपाली वर्करका लागि गेम चेन्जर त भन्नुभएको थियो सर। तर यो के हो, कसरी हुन्छ, कस्तो कस्तो विषयहरु हुनुपर्छ, यसमा चाहिँ विस्तृत बनाइदिनु पर्यो भन्नुभएको रहेछ। त्यही भएर आज म तपाईहरुलाई यो बताउँछु कि अब धेरै साथीहरु खुशीको बाटोमा जान सक्ने, जुन क्यानाडामा हुनुहुन्छ र आउनेहरुको लागि पनि राम्रो गेम चेन्जिङ हुनेछ जस्तो यहाँ देखिएको छ। अब के हो त, यो त सबै भिडियो सुरु गरेदेखि अन्तसम्म हेर्नुभयो भने सबै कुराहरु थाहा हुन्छ। त्यसैले भिडियोलाई सुरु गरौं विदाउट वेस्टेज तपाईहरुको टाइम। सदा जस्तै लेट्स बिगिन द सो। अब म यहाँ तपाईहरुलाई के भन्छु भने म यहाँ तपाईहरुको आईआरसीसी को साइडमा भनिएका कुराहरुलाई कुन बुदा रूपमा तपाईहरुलाई बताउन गइरहेको छु। यहाँ के भनिएको छ भन्ने विषयमा तपाईहरुलाई सदा जस्तै पार्ट बाइ पार्ट म तपाईहरुलाई बताउने गरेको छु र आज पनि तपाईलाई त्यसैगरी पार्ट बाइ पार्ट बताउने छु। भिडियोलाई अन्त तक हेर्नु होला। भिडियो हेर्दा हेर्दै कुनै कुरामा तपाईले बुझ्नु भएन भने कृपया कमेन्ट्स त्यही नै गर्नु होला भिडियोलाई पज गरेर। यदि भिडियो राम्रो लाग्यो भने शेयर, लाइक र सब्स्क्राइब गर्न भने नबिर्सनु होला। अब नम्बर 1 मा हामी कुरा गर्छौं। पार्ट नम्बर 1 मा चाहिँ के हो त भने व्हाट इज इम्प्लोयर पीआर सपोर्ट सिस्टम भनेको के हो त। यो पीआर सपोर्ट सिस्टम भनेको इम्प्लोयरले स्पेशली अब इम्प्लोयरले दिन सक्ने हात भएको छ पीआर। अब पीआर पाउनको लागि पनि इम्प्लोयरको हातमा छ। के हो त यो? अब आउने गरेको 2026 मा क्यानाडाले नयाँ इम्प्लोयर रेटिङ सिस्टम लागू गर्दैछ जसको उद्देश्य रहेको छ जेन्युइन इम्प्लोयर मात्र अप्रुभ हुने हुन्छ। अब यसबाट चाहिँ पहिला फेकहरु पनि बनाइएको रहेछ र त्यसबाट चाहिँ धेरै दुःख पाइरहेको देखेको हुनाले अब चाहिँ जेन्युइन इम्प्लोयरहरुबाट मात्रै गरिएको छ। यिनीहरुलाई पनि क्याटेगोराइज गरिएको छ। अब ती क्याटेगोराइजहरु पनि तपाईहरुलाई बताउने छु। वर्कर्सलाई पीआर मा फास्ट ट्र्याक सपोर्ट मिल्नेछ अनि फ्रड इम्प्लोयरलाई हटाउने कोसिसको कारणले यो सबै अहिलेको आईआरसीसी ले बनाएको हो भनेर भनिएको छ। यो सिस्टम अन्तर्गत अब क्यानाडामा सबै इम्प्लोयरलाई समूहमा डिभिजन गरिएको छ। जस्तै कि यिनीहरुलाई क्याटेगोराइज गरिएको छ। तीनटा समूह छन्, जुन समूह मैले गत भिडियोमा पनि बताइसकेको छु र गोल्डन इम्प्लोयर, सिल्भर इम्प्लोयर अनि रेड इम्प्लोयर छन्। यिनी तीनटा क्याटेगोरीमा अहिले अब यहाँको मालिकहरुलाई राख्ने भएको छ। अब पीआर पाउनलाई तपाई चाहिँ अब कुनमा हुनुपर्छ त? अभियसली तपाईहरु गोल्डन इम्प्लोयरमै हुनुपर्छ। अब गोल्डन इम्प्लोयरहरु कस्तालाई भनिन्छ हामी भिडियोमा पुरै बताउने छु। तपाईहरुलाई क्लियर हुनेछ भिडियो अन्त तक हेर्नुभयो भने तपाईले आउने बाटोहरु चुज गर्न सक्नुहुनेछ। अब पार्ट नम्बर 2 मा हामी कुरा गर्छौं कि गोल्डन इम्प्लोयर फास्ट पीआर सपोर्ट के हो त यो। अब गोल्डन इम्प्लोयर भनेको को हो त? आउनुस जानु है त। गोल्डन इम्प्लोयर ती हुन् जसको कारण यिनीहरुको के हुनुपर्छ भने क्लीन रेकर्ड हुनुपर्छ, जीरो कम्प्लेन्ट्स हुनुपर्छ, वेज, ओभरटाइम, सेफ्टी सबै इन्क्लुड भएको हुनुपर्छ अनि सही भएको हुनुपर्छ अनि जेन्युइन एलएमआईए भएको हुनुपर्छ। कम्पनीले जेन्युइन एलएमआईए निकालेर अरूलाई बाहिरबाट ल्याएको हुनुपर्छ। त्यसलाई भनिन्छ गोल्डन इम्प्लोयर लिस्टमा। अब वर्करलाई एक्सप्लोइटेसन नगरेको हुनुपर्छ। फेरि मुद्दाहरु चलेको कम्पनी पनि हुनु भएन। सानो कम्पनी होस् या ठूलो कम्पनी एकदमै तपाईको कम्पनी क्लियर भएको हुनुपर्छ भनेर यहाँ बताइएको छ। अब गोल्ड इम्प्लोयरको फाइदाहरु के हुन्छ त? अब तपाई गोल्ड इम्प्लोयरलाई चुज गरेर यहाँ आइसक्नुभयो भने फाइदा तपाईलाई के हुन्छ भने वर्करलाई पीआर रिकमेन्डेसन लेटर दिन पाइन्छ। गोल्डनहरुले डाइरेक्ट अब इम्प्लोयरलाई पनि यहाँ आउने बित्तिकै ल म पीआरै पाउँछु भनेर तपाई आउँदै हुनुहुन्छ भने तपाई डुब्दै हुनुहुन्छ भन्ने पनि जान्नुस् है। अब तपाईहरु चुज गर्नुपर्ने हुन्छ गोल्डन, सिल्भर र रेड। रेडमा त कदापि नआउनुस्। सिल्भरमा भने तपाई आउन सक्नुहुन्छ। प्रोसेसहरु हुन्छ तर सही तरिकाबाट नै हुन्छ, तर जुन प्रोसेसमा जानु पर्ने हो त्यही प्रोसेसबाटै हुन्छ। तर गोल्डन छ भने तपाईको प्रोसेस छिटो पनि हुन्छ र तपाईको प्रोसेस पक्का पनि हुन्छ। अब यो चाहिँ तपाईले चुज गरेर आउनु पर्ने हुन्छ। फास्ट एलएमआईए अप्रुभ पाउनेछ फेरि गोल्डमा हुनेको इम्प्लोयरले भने अब जसले त्यसले एलएमआईए पाउन पर्ने पनि अब म एलएमआईए चाहियो, मलाई स्टाफ चाहियो भनेर भनेको छ भने पनि उसले तुरुन्त अप्रुभल पाउने हुन्छ एलएमआईए को लागि। अब यो पनि अब यो मालिकहरुको बेसको हुन सक्छ, तर तपाईहरुले यो थाहा होस् कि तपाई कुन क्याटेगोरीको
मालिकसँग काम गर्दै हुनुहुन्छ। मेरो मतलब कुन क्याटेगोरीको कम्पनीमा तपाईँ जोइन हुने हुनुहुन्छ। हालाकि धेरै बुदाहरू छन्, त्यसमध्येमा पनि तपाईँ यी 3 क्याटेगोरीकोमा तपाईँले बेस्ट तपाईलाई जुन लाग्छ त्यसमा चाहिँ तपाईँ आउनुपर्ने हुन्छ। अब यहाँ के भनिएको छ भने इम्प्लोयर बेस्ड पिआर विथिन 6 and 12 मन्थमा पाइने भएको छ। अगर इम्प्लोयरले चाह्यो भने तपाईँको पिआर 6 महिनादेखि 12 महिनासम्म दिन सक्ने हुन्छ। अब त्यो सबै कुरा इम्प्लोयरको माथि भर पर्छ। त्यसैले सबै डकुमेन्ट्सहरू चाहिँ जेन्युन राख्नुपर्छ, जरुरी हुन्छ। वर्कर्सको भिसा एक्सटेन्सन छिटो हुने भएको छ। हालाकि तपाईँ पिआरमा जान सक्नु भएन, त्यसको मतलब तपाईँको एलएमआईए सकियो भने यसमा पनि एलएमआईए थप्नको लागि इम्प्लोयरको जुन गोल्डन इम्प्लोयरहरू छन्, गोल्डन लेभलका इम्प्लोयरहरू जुन कम्पनी छन्, उनीहरूले अप्लाई गर्ने बित्तिकै तुरुन्त अप्लाई हुन्छ भनेर भनिएको छ 2026 बाट। अब नेपाली वर्करका लागि मुख्य फाइदाहरू के हुन्छ त? अब यदि गोल्डन अपर्च्युनिटी गोल्डन इम्प्लोयर भेटियो भने तपाईहरुलाई अब हामीहरुलाई के फरक फाइदा हुने भयो भने वर्क परमिटबाट पिआर को बाटो एकदमै सर्ट हुने भयो हैन। अब सेकेन्ड भने सीआरएस स्कोर कम भए पनि अप्लाई गर्न मिल्ने भयो। तर सीआरएस कम पनि चाहिन्छ, तर कम भएको हुनु पर्यो के 4 देखि 5 भए पनि हुने भयो। तब जस्तै तपाईले 7 8 9 खोजिरहनु भएको हुन्छ, अब त्यो पनि भयो भने झनै राम्रो भयो। अझै भएन भने तपाईको पोइन्ट पुग्ने भयो भने चाहिँ पनि सीआरएस मा कम भए पनि अप्लाई गर्न पाइने भयो, तर हात भने मालिकको हुने भयो। अब 3 नम्बरमा कुरा गर्छौं हामी सिल्भर इम्प्लोयर को बारेमा कुरा गर्छौं। अब यो सिल्भर इम्प्लोयर भनेको के हो त? अनि नर्मल प्रोसेस पिआर प्रोसेसिङमा जानको लागि जसको कुनै काण्डहरू चलिरहेका छन् भने काण्ड पनि धेरै हैन, एउटा दुईटाहरुको अन्डरमा कुनै छन् भने चाहिँ उनीहरुलाई के हुन्छ त भने जस्तै सिल्भर क्याटेगोरीमा आउने इम्प्लोयर ठीकठाक हुन्छन्, तर पिआर सपोर्ट भने लिमिट हुन्छ भनेको अब होला तिनीहरुले दिन पर्ने सरकारलाई दिन पर्ने जुन टार्गेट हुन्छ, कमाई हुन्छ, ट्याक्स हुन्छ, त्यो चाहिँ पूरा नगरेको हुनुपर्छ। मेरो मतलब यो होइन कि उ कम्पनी माथि कम्प्लेन परेर कम्प्लेन परेर यिनीहरु सिल्भर भएका हुन्, यो हुँदैन। यसमा चाहिँ के हुने रहेछ भने तपाईको अब जस्तै कि गभर्नमेन्टलाई तिर्नु पर्ने इयरली बेसको ट्याक्स तिर्नु पर्ने, तर उनीहरुले त्यो कमाई गर्न नसकेर नभएकोलाई पनि सिल्भरमा राखिएको रहेछ। यहाँ यसरी बताइएको छ। एलएमआईए जस्तै यसमा चाहिँ के हुँदो रहेछ भने एलएमआईए मिल्छ तर लिमिटमा मिल्छ भनिएको छ। वर्कर्स अप्लाई गर्न पाउँछन् तर त्यो पनि लिमिटमा। अब एलएमआईए को अब जुन सिल्भर इम्प्लोयरहरू हुन् उनीहरुले पहिला लेबरहरू बाहिरबाट मगाउँथे, लेबरै भनौं वर्करहरू बाहिरबाट मगाउँथे, अब चाहिँ त्यो चाहिँ सीमित रूपमा मात्रै मगाउन पाउने भएका छन्। तर इम्प्लोयरको पिआर रिकमेन्डेसन अप्सनल भनिएको छ। अब बुझ्नुस्, यो चाहिँ तपाईहरु सिल्भर इम्प्लोयरसँग आउँदै हुनुहुन्छ भने यो चाहिँ तपाईलाई थोरै कठिन जस्तो देखिएको छ। प्रोसेसिङ नर्मल स्पिडमा हुन्छ, जस्तै कि जसरी चलिरहेको छ त्यसै गरी नै हुन्छ। पिआर पक्का छैन तर ठूलो समस्या पनि हुँदैन भनेर भनिएको छ यहाँ क्लियर रूप। अब नेपाली वर्करले यस्तो इम्प्लोयर छाने पिआर प्लान अलि लामो लाग्न सक्छ। पिआर प्लान तपाईको थोरै लामो हुन सक्छ, तर यस्तो खालको इम्प्लोयर तपाईले छान्नु भएको छ भने अब सबैभन्दा बेस्ट गोल्डन पाउनु भयो भने त तपाईको अपर्च्युनिटी पनि गोल्डन नै हो। अब ठिकै छ गोल्डन पाएन नि त, अनि सिल्भरमा भए पनि जाउँ भन्नुहुन्छ भने पनि जुन प्रोसेस चल्छ त्यो प्रोसेसले तपाई सजिलै जान सक्नुहुन्छ। तर यसमा चाहिँ के हुन्छ भने मालिकले तपाईलाई रिकमेन्डेसन गर्न पनि सक्छ नगर्न पनि सक्छ, त्यो चाहिँ अप्सनल रहने भएको छ। अब 4 नम्बरमा कुरा गरौँ सबैभन्दा डेन्जर जसलाई भनिन्छ रेड इम्प्लोयर, हाई रिस्क इम्प्लोयर। अब यसको बारेमा पनि थोरै बुझ्नुस् है त। साथीहरु, यो टपिक लिउनु भन्दा पहिले तपाईलाई केही सल्लाह दिन चाहन्छु। यदि मैले बनाएको भिडियोमा तपाईलाई केही सवालहरु गर्नु छ भने भिडियोलाई पोज गर्नुस् र त्यहाँ कमेन्ट्स लेख्न सक्नुहुन्छ। तपाईलाई भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट्स पनि गर्न सक्नुहुन्छ र नजानेका कुराहरु पनि कमेन्ट्स गर्नु होला। अब जाउँ भिडियोको तर्फ। रेड इम्प्लोयर, हाई रिस्क इम्प्लोयर के हो त? अब यसको बारेमा थोरै बुझ्नु पर्छ। रेड इम्प्लोयर भनेको कम्प्लेन रजिस्ट्रेड इम्प्लोयर, एउटा होस् दुईटा होस् डजन्ट म्याटर। अब त्यो कम्पनीमा कुनै पनि कम्प्लेनहरु रजिस्टर भएको छ वर्करहरुद्वारा भने त्यो हो रेड इम्प्लोयर। तपाईले यो बुझ्नुस् कि वर्करलाई अनपेड जुन पनि काम गर्ने कामदारहरुलाई मगाइयो अनि वीकली बेस होस् या मन्थली बेसमा पैसा दिएन, त्यो भनिन्छ अनपेड मा राखिएको छ भने त्यो पनि रेड लिस्टमा छ। ओभरटाइम अनपेड, ओभरटाइम गराइन्छ तर उसको अनपेड गराइएको छ,
धेरैजसो हाम्रा छिमेकी यताउताका छिमेकीहरूले गर्ने गर्छन्। उनीहरूमा यदि आउँदै हुनुहुन्छ भने, हालाकि नेपालीहरू रेस्टुरेन्टमा पनि आउँदै हुनुहुन्छ भने पनि तपाईले ध्यान दिनुहोस्। हुन त प्राय नेपालीहरू गएका सालहरूमा आउने भनेकै होटल इन्डस्ट्रीतिरै नै हो। अब होटल इन्डस्ट्रीको तरिका यही यस्तै कारणले गर्दा चाहिँ अहिले धेरै खराब बाटोमा छ। अब आउने साथीहरू यो होटल इम्प्लोयरमा मात्रै नभएर मैले बताइरहने विविध बुदाहरूका जस्तै टपिकहरूमा, यो त टपिकको विषय भयो, तर तपाईले गरिरहेको कामको त्यो मैले भनेका टपिकमा तपाईहरुले काम गरिरहनु भएको छ भने चाहिँ तपाईहरु अब त्यसबाट पनि आउन सक्नुहुन्छ। तपाईहरु बस ओन्ली होटल लाइनमै आउनुपर्छ भन्ने छैन, अरू बाटाहरू पनि छन्, उहाँहरुमा पनि चुज गरेर आउन सक्नुहुन्छ। मैले जुन विषयमा कुरा गर्छु त्यही विषयको डिस्क्रिप्सनमा लिंक दिएको हुन्छ, त्यो लिंकले तपाईले आफै अप्लाई गर्न सक्नुहुन्छ। अब अप्लाई गर्न नजाने पनि रिक्रुटमेन्टसँग तपाईहरु कनेक्ट हुनुहुन्छ पनि, तर पनि तपाईले धेरै कुराहरू बुझ्नुपर्छ। अब रिक्रुटमेन्ट टिम हुन्, उनीहरुलाई त मान्छे ल्याउनु छ, उनीहरुले त पैसा कमाउनु छ। अब तपाईलाई यी कुराहरू थाहा छैन भने तपाईहरु त स्वतः फस्ने नै हो। हालाकि यहाँ आइसकेपछि पनि फस्नु पर्ने हुन्छ। जुन एक्सपिरियन्स मैले भोगे, जुन ब्याड एक्सपिरियन्स मैले लिए, त्यो एक्सपिरियन्स तपाईले अब आउने साथीभाइहरू जो पनि हुनुहुन्छ उहाँहरूले भोग्न नपरोस् भनेर मैले यो भिडियो बनाउने गरेको हुँ। अब भिडियो तर्फ लागौं। अब जस्तै कि फ्रड जब अफर्स हैन, अनि अकोमोडेसन प्रब्लम, यिनीहरू चाहिँ रेडमा पर्छन् भनियो। एलएमआईए को मिसयुज भयो, कसैको नामबाट निकालिएको छ, कसै अर्कालाई हायर गरिएको छ। पहिलाको विषयमा यस्ता चल्थे, अब चाहिँ यो नचल्ने भएको छ। एलएमआईए को बारेमा गएका केही दिनमा पनि मैले बताइरहेको थिएँ। अब यस्तो यस्तो भयो भने चाहिँ तपाईहरु नआउनुस् है पनि भनेको थिएँ। अब के हो त त्यो बुझ्नको लागि तपाईहरु त्यो भिडियो गएर हेर्नुपर्ने हुन्छ। यसको मतलब परिणाम के हुन्छ त भने वर्करलाई पीआर सपोर्ट नपाइने भएको छ। अब जुन रेड लिस्टको इम्प्लोयरसँग तपाईहरु जोइन हुनु भएको छ भने एलएमआईए स्लो प्रोसेस हुनेछ, एलएमआईए पनि स्लो प्रोसेस हुनेछ, अनि एम्प्लोयर इन्फेक्सन इन्क्रिज हुन सक्छ। अब चाहिँ यस्तो भइसक्यो भने त डाइरेक्ट फेकै हो भन्ने बुझ्नुस्। अब वर्करको फ्युचर भिसा पनि रिस्कमा पर्न सक्छ। जो पनि यो लिस्टको इम्प्लोयरसँग आउँदै हुनुहुन्छ, अब त्यो लिस्टको इम्प्लोयरमा आउँदै हुनुहुन्छ भने तपाईको भिसा पनि फ्युचरमा रिस्कमा छ भनेर जान्दा हुन्छ। यस्तो इम्प्लोयरबाट सकेसम्म टाढा बस्नुपर्छ। अब यस्तो खालको इम्प्लोयर मात्रै नभएर यस्तो खालको कुनै पनि कम्पनी छ, धेरै फाइलहरू त्यससँग रिलेटेड भएका छन्, कम्प्लेन्टहरू आएका छन्, गभर्नमेन्टले गर्नुपर्ने कामहरू गरिरहेका छैनन् भने पनि तपाईहरु यस्ता कम्पनीहरू पहिल्यै बुझ्नुपर्ने हुन्छ। तपाई आएको कम्पनी कस्तो हो भनेर तपाईले बुझ्न सक्नुहुन्छ। पार्ट नम्बर 5 मा कुरा गर्छौं हाउ इम्प्लोयर पीआर सपोर्ट वर्क्स। के हो त यो? आउनुहोस् थोरै यहाँ हामीले बुझौं। 2026 बाट इम्प्लोयरले फरेन वर्कर्सको पीआर मा यस्तो भूमिका खेल्ने छ भनेको छ, जस्तै कि जब भेरिफिकेसन हुनेछ, तपाईको जबको भेरिफिकेसन हुन जरुरी छ, ग्यारेन्टेड इम्प्लोयमेन्ट लेटर पाइनेछ, अनि सेटलमेन्ट सपोर्ट लेटर पाइनेछ। फाइदाहरू सुन्नुस् है। पर्मनेन्ट जब कमिटमेन्ट 1 देखि 2 वर्षसम्मको भनेर यहाँ बताइएको छ। नो कम्प्लेन्स हिस्टोरी डकुमेन्टेसन भनिएको छ। यस्तो राम्रो पनि छ, फेरि नराम्रो, सबै नराम्रो छ भन्न खोजेको पनि हैन, राम्रो पनि भइरहेको छ। आईआरसीसी ले जस्तै इम्प्लोयरको क्याटेगोरी जुन हालेको छ, क्रेडिबिलिटी भनिन्छ, जसलाई हेरेर वर्करलाई पीआर को प्रायोरिटी डाइरेक्सन दिने भएको छ। यो त राम्रो पक्ष पनि हो, हैन र? तपाईलाई त्यस्तो लाग्दैन? जस्तो लाग्छ त्यस्तै कमेन्ट्स गर्नुस् है त। अब आजको पार्ट नम्बर 6 मा के हुन्छ त भने व्हिच जब विल गेट द फास्टर पीआर सपोर्ट। अब तपाई पहिला जसरी आइरहनु भएको थियो हसौं गरी, अब चाहिँ तपाई त्यसै हसौं गरी आउने जस्तो अवस्था छैन। अब तपाईहरु बुझेर मात्रै आउनु पर्ने अवस्था छ। इम्प्लोयर बेक्ड पीआर निम्न जबमा धेरै इफेक्टिभ छन् भनेर भनिएको छ। जस्तै कि के हुन् त ती इफेक्टिभहरू? अब जस्तै चाहिँ तपाई यहाँ आइसकेपछि तपाईले पाउनको लागि, पीआर पाउनको लागि बाटोहरू, अब तपाईहरु आउँदै हुनुहुन्छ भने यी 8 वटा क्षेत्रमा आउनुस् है त। म तपाईलाई फेरि बताउँछु। नम्बर 1 रहेको छ फुड प्रोसेसिङ वर्कर्स। यसमा फुड प्रोसेसिङमा तपाई आउनुभयो भने पीआर पाउनको लागि आउने सालमा भनौं सजिलो हुने भएको छ। एग्रिकल्चर वर्करका लागि, अनि कन्स्ट्रक्सन हेल्परका लागि, ट्रक ड्राइभर्सका लागि, हेल्थ केयर एड्सका लागि, जस्तै
हेल्थ केयरमा पनि धेरै अरू सेक्टरहरू छन्, ती मध्ये पनि हुन सक्छन्। अनि वेयरहाउस र फ्याक्ट्री वर्कर्सका लागि, अनि तपाईको रेस्टुरेन्ट सुपरभाइजर, रेस्टुरेन्टभन्दा कम होइन, रेस्टुरेन्ट सुपरभाइजर लेभलबाट माथि हुनुहुन्छ भने पनि, अनि सी फुड अनि फिस प्लान्ट वर्कर्स हुनुहुन्छ भने पनि तपाईलाई अब आउनेमा तपाईले जब पिआर प्रोसेसमा जानको लागि एकदमै सजिलो हुने बाटाहरू यी भनेर बताइएको छ। क्यानाडाको सर्टेज भएकाले, क्यानाडामा मानिसहरूको धेरै सर्टेज भएका कारण धेरै इम्प्लोयरको सपोर्ट फ्रेन्डली हुने पनि छ भनेर 2026 मा हुनेछ भनेर यहाँ बताइएको छ। अब 7 नम्बर, पार्ट नम्बर 7 मा हामी कुरा गर्छौं हाउ टु आइडेन्टिफाई अ गोल्ड इम्प्लोयर। अब तपाईले गोल्ड इम्प्लोयरलाई कसरी आइडेन्टिफाई गर्न सक्नुहुन्छ त भने, जस्तै नेपालबाट क्यानाडा भित्र बसेर पनि हेर्ने 5 वटा तरिका छन्। जस्तै कि तपाईले यो जान्नुस् कि नम्बर 1 इम्प्लोयर पास्ट वर्कर रिभ्यू हेर्नुस्, त वो त कम्पनीको रिभ्यू हेर्नुस्, कसले कस्तो रिभ्यू दिएको छ त्यहाँबाट पनि तपाईहरु अब्जर्भ गर्न सक्नुहुन्छ। नम्बर 2 नो वेज चिटिङ, यो हेर्नुस्, यो पनि तपाईले हेर्न सक्नुहुन्छ। नम्बर 3 कन्ट्र्याक्ट लेटर क्लियर अनि ओभरटाइमको पेड गर्नुस्, या फेरि त्यहाँबाट सर्च गर्नुस्, त्यहाँ कुनै पनि तपाईले सम्बन्धित तपाईको आफ्नै मान्छे नभए पनि त्यहाँ काम गर्ने इम्प्लोयरसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कस्तो छ सिचुएसन बुझ्न सक्नुहुन्छ। अनि 4 नम्बर छ फेरि अकोमोडेसन सपोर्ट गरेको छ कि छैन भन्ने कुरा तपाईले पहिले इन्टरभ्यूमै सोध्नु पर्ने हुन्छ। अब तपाईले यी सबै कुराहरू भएको हुनुपर्छ। जस्तै कि 5 नम्बरमा नो इमिग्रेसन फ्रड हिस्टरी, अब इमिग्रेसन गर्दा चाहिँ यो कम्पनीले फ्रड गरेको छ कि छैन यो पनि बुझ्नु जरुरी हुन्छ। मेन कुरा चाहिँ कम्पनीमाथि कम्प्लेन परेको छ कि छैन भन्ने पनि बुझ्नु पर्ने हुन्छ। अब यी सबै कुराहरू छैनन् भने त्यो चाहिँ गोल्डमा परेको छ। अब यी सबै कुराहरू मध्येमा पनि सिल्भरमा पनि पर्न सक्ने सम्भावना हुन्छ। अब रेड, अब कम्प्लेन परेका छन् यी सबै कुरा मैले 5 वटा बुदाहरूमा मध्ये कुनै पनि एउटामा छ भने चाहिँ रेडमा पनि परेको हुन सक्छ। अब तपाईले यी कुराहरू चाहिँ पहिले नै बुझेर आएको हुनुभयो भने चाहिँ तपाईहरुलाई पछि समस्या हुने छैन। यदि इम्प्लोयर गोल्ड सूचीमा छ भने पिआर लगभग निश्चित जस्तै हो। जुन इम्प्लोयर पनि तपाईको गोल्ड सूचीमा छ भने चाहिँ तपाईको पिआर कन्फर्म हुने जस्तै निश्चित नै हो भन्दा फरक पर्दैन। अब 8 नम्बरमा कुरा गरौँ फेरि वार्निङ फर नेपाली वर्कर्सका लागि। अब तपाईले खुसी गदगद गदगद भएर आउँदै हुनुहुन्छ भने चाहिँ यो पनि ध्यान दिनुपर्ने हुन्छ कि फेक पिआर ग्यारेन्टी दिने कन्सल्टबाट बच्नुहोस् हैन। तपाईले मेहनत गरेर कमाएको पैसा कुनै दुबई, कतार, मलेसियाका तिनी ठुला ठुला बिल्डिङहरूमा बनाइएका चटक्क परेका ती अफिसहरूमा राम्रा मान्छेहरू राखेर तपाईलाई जुन तरिकाले उनीहरूले फसाउने गरिरहेका हुन्छन्, चाहे त्यो नेपाली होस् चाहे त्यो कुनै कन्ट्रीको होस्, त्यस्ता मानिसहरू छ्यापछ्याप्तै पाइन्छन्। स्पेशली गल्फ कन्ट्रीमा मेरै एक्सपिरियन्सको अनुसार तपाईलाई बताइरहेको छु। त्यस्तोमा गएर तपाईहरुले पैसा दिने काम चाहिँ नगर्नु होला। यदि दिने हुनुहुन्छ भने धेरै कुरा बुझेर मात्रै दिनु होला। यस्ता आज इस्टाब्लिश गरेका कम्पनीहरू भोलि नै गायब हुने हुन्छन्। यो दुबई, कतार, मलेसिया जहाँ पनि हो यस्ता ठगहरूसँग चाहिँ बच्नु पर्ने हुन्छ। इम्प्लोयरको नेम, बिजनेस नम्बर भेरिफाई गर्न सक्नुहुन्छ। आईआरसीसी मा गएर तपाईले पाएका डकुमेन्ट्सहरूलाई पनि तपाई आफै आफ्नै ल्यापटपबाट भेरिफाई गर्न सक्नुहुन्छ। अनि एलएमआईए कपी सधैं माग्नुस्। तपाईको एलएमआईए कपी चाहिँ तपाईको नामबाट आएको हो कि होइन भनेर पनि माग्नुहोस्। यहाँ पहिला के हुन्थ्यो भने अरूको नामबाट एलएमआईए अप्लाई हुन्थ्यो र अरू कसैलाई त्यसमा ल्याइन्थ्यो। मेरो विषयमा पनि त्यस्तो भएको छ। अब पिआर लेटर जेन्युन इम्प्लोयरबाट मात्र मान्य हुनेछ। अब पिआर लेटर जेन्युन इम्प्लोयरबाट मात्रै मान्य हुनेछ भनिएको छ। अब यो चाहिँ तपाईले बुझ्नुपर्ने हुन्छ। फेक डकुमेन्ट्स भयो भने चाहिँ 5 वर्ष ब्यान। यो त मैले धेरै भिडियोमा बताइसकेको छु कस्ता कस्ता डकुमेन्ट्सहरू भयो भने चाहिँ तपाईको ब्यान हुन्छ भन्ने विषयमा पनि मैले बताइसकेको छु। क्यानाडाको इम्प्लोयर सपोर्ट सिस्टम 2026 ले लाखौं फरेन वर्कर्सहरूलाई राम्रो मौका खोलिदिँदै त छ। अब विशेष गरी नेपाली वर्करका लागि भने नयाँ गोल्डन अपर्च्युनिटी नै हो भन्दा चाहिँ फरक पर्दैन। साथीहरू, यदि तपाईहरु क्यानाडा आउनको लागि आउँदै हुनुहुन्छ भने कृपया सही बाटो मात्रै अपनाएर आउनु होला। तपाईले मेहनत गरेर कमाएको पैसालाई सोलत्र कसैलाई दिने काम चाहिँ नगर्नु होला। आउँदै हुनुहुन्छ भने यी क्षेत्रहरूमा बुझेर मात्रै आउनु होला हैन। तपाईले कमाएको त्यो पसिना ऋण खोजेर कमाएको पैसालाई पनि कसैलाई भर गरेर पैसा नदिनु होला। पैसाले नै सम्बन्धसम्म बिग्रिन्छ भने अरु त के नै हो र।
या आजको यो इन्फर्मेसन तपाईलाई राम्रो लाग्यो होला भन्ने आशा गरेको छु र जुन साथीले कमेन्ट्स गर्नुभएको थियो उहाँ पनि क्लियर हुनुभएको होला भन्ने विश्वास गरेको छु र यो भिडियो एकदमै उपयोगी लाग्यो एज मेरो लागि पनि राम्रो लाग्यो तपाईहरुलाई पनि राम्रो लागेको होला भन्ने आशा गरेको छु। यदि तपाईले मलाई युट्युबबाट हेरिरहनु भएको छ भने लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। फेसबुकबाट हेरिरहनु भएको छ भने फलो गर्नु होला। सेफ गणेश भट्टराई मेरो पेजको नाम रहेको छ। आजलाई भने म यो टपिकलाई यही अन्त्य गर्नुपर्ने हुन्छ। भोलि फेरि अर्को इन्फर्मेसन लिएर आउने छु। तबसम्मको लागि तपाईहरु जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। तपाईको दिन होस् या रात सबै शुभ रहोस्। धन्यवाद।